हेलो हेलो भाई सुनिनुहोस् कि क्या हो त मैले सुनिरहेको छु के जय नेपाल त कहाँबाट बोलेछ त्यो अहिले कहाँ हुनुहुन्छ भन्छु के यहाँ डडेलधुराबाट गन्यामधुराको छेउैबाट फोन गरेको गन्यामधुराभन्दा अलिक परतिर यहाँ डडेलधुरा अब के काम विषय छ सर अनि तपाईँको जिल्लामा आएको बेला यसो सम्झेको नि अनि त्यता सबै राम्रो छ नि होइन ठिकै छ अब राम्रो छ यतातिर अनि एमालेको त मैले 2000 रुपियाँ दाम दिएको थियो अनि कोटको जेबमा हालेँ अनि त्यही 2000 रुपियाँ दाम थियो काङ्ग्रेसले दिन्छ भने मैले खाने के यो झोले गालीको शब्द बनाइयो तँलाई मैले के भन्छु थाहा छ रन्डा छोरो प्युठानको अपुताली खाए झोले केपी शर्मा ओली देशको झोला बोक्ने मान्छे होइन यो झोले झोला शब्द सुन्दा सुन्दा वाक्य लागिसक्यो अब तपाईहरु झोला किन्नुहुन्छ सबै कार्यकर्तालाई झोला दिनुहुन्छ अब झोलाको मूल्य बढ्छ कि घट्छ बढ्छ बजार भोलिबाट सर्वेक्षण गर्नुस् विचारको झोला